आजको मेरो शब्द रहेको छ बुवा। बुवा, हजुरले हामीलाई छाडेर यो संसारबाट बिदा लिएको पनि धेरै वर्ष भएछ। खै किन हो आजभोलि हजुरको याद किन यति धेरै आउँछ? सायद म पनि हजुरको नाति अर्थात् मेरो छोराको बुवा भएर होला। हजुरलाई किन हो सपनीमा पनि देख्दैन? खै कसरी हजुरलाई एकचोटि देखेर यो मनको तिर्सना अनि झल्को दुवै मेटाउने हो। सायद आज मेरो साथमा हजुर भएको भए कोही त हुन्थ्यो। मैले केही गर्दा ढुक्क भएर गर छोरा, म तँलाई हिम्मत अनि आत्मबल दुवै दिन्छु भनेर। खैर केही छैन, दुर्भाग्य त्यो मेरो भाग्यमा थिएन। तर अनेकौँ दुःख कष्ट सहेर भने सफलताको शिखर एक दिन अवश्य चुम्नेछु। हार कतै मान्ने छैन। बस हजुरले भगवानसँग मेरो छोरालाई सहन सक्ने क्षमता अनि हिम्मत दुवै दिनु है भनेर भनिदिनु। किनभने हजुरको छोराको मन निकै कोमलो छ बुवा, निकै कोमलो छ।